दक्षिण कोरियाको सरकारले सन् 2026मा कृषि क्षेत्रका लागि विदेशी श्रमिकको कोटा ऐतिहासिक रूपमा बढाउने घोषणा गरेको छ। कुल 1,02,000 जना। यो अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो। यदि तपाईँ इपिएस मार्फत कोरिया आउने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। दक्षिण कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयले यो घोषणा गरेको हो। उनीहरूको मुख्य उद्देश्य भनेको कोरियाको ग्रामीण क्षेत्रमा बढ्दै गएको श्रमिक अभावलाई समाधान गर्नु हो। यो वर्ष के परिवर्तन हुँदैछन् त? पहिलो, मौसमी श्रमिकको कोटा निकै बढाइँदैछ। यो वर्षको पहिलो 6 महिनामै किसानहरूबाट 87,375 वटा आवेदन परिसकेका छन्। यो गत वर्षको भन्दा 43% बढी हो। यसले देखाउँछ कोरियाली किसानहरूलाई विदेशी श्रमिकको निकै आवश्यकता छ। दोस्रो भनेको सार्वजनिक निकाय मार्फत चल्ने मौसमी श्रमिक कार्यक्रम पनि विस्तार हुँदैछ। 2025मा 90 वटा स्थानीय निकायमा 3047 जना श्रमिक लगिएको थियो भने यो वर्ष 40 वटा निकाय थपेर कुल 130 निकायमा 4729 जना विदेशी श्रमिक भित्र्याइनेछ। तेस्रो भनेको रोजगार अनुमति प्रणाली अर्थात् इपिएस अन्तर्गत पनि ठूलो परिवर्तन भएको छ। यस वर्ष पनि गत वर्षको जस्तै 10,000 कोटा कायम रहनेछ, तर नयाँ क्षेत्रहरू थपिँदैछन्। अब अन्नबाली र खाद्यान्न बाली खेती गर्ने किसानहरूले पनि इपिएस मार्फत श्रमिक लिन सक्नेछन्। सबैभन्दा ठूलो खुसीको कुरा साना हरितगृह किसानहरूका लागि नियम खुकुलो पारिएको छ। पहिले 4000 वर्गमिटर भन्दा कम क्षेत्रफल भएका किसानले विदेशी श्रमिक राख्न पाउँदैनथे। अब 1000 वर्गमिटरदेखि माथि भए पुग्छ। विशेष गरी 1000 देखि 2000 वर्गमिटरसम्मका साना किसानले पनि स्थिर रूपमा 3 देखि 4 वर्ष 8 महिनासम्म श्रमिक राख्न सक्नेछन्। यो सुधारले सलाद, काँक्रो, टमाटर जस्ता बाली गर्ने साना फर्महरूलाई ठूलो राहत दिनेछ। समग्रमा यी सबै जोड्दा 2026मा कुल 1,02,000 विदेशी श्रमिक कृषि क्षेत्रमा भित्रिनेछन्। यो अवसर नेपाल, भियतनाम, कम्बोडिया, फिलिपिन्स लगायतका देशका युवाहरूको लागि ठूलो हो। त्यसैले इपिएस परीक्षाको तयारी राम्रोसँग गर्नुहोस्। तपाईलाई यो खबर कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्। अर्को भिडियोमा अझै उपयोगी जानकारी लिएर आउनेछु। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। हस्त, धन्यवाद।